ओए सिर्जने दुधको दुध र पानीको पानी छुट्याउन बस्नु भएको निलाई मोडल उपस्थित सम्पूर्ण गुरुवर्ग तथा प्रतियोगी तथा अप्रतियोगी मित्रहरूमा यसै सरस्वती बाल कल्याण माध्यमिक विद्यालय कक्षा 8 मा अध्ययनरत छात्र हिमाल दाहालद्वारा स्वीकार्नुहोस् न्यानो अभिवादन। महोदय, आजको यो दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनौदिन धेरै युवाहरू विदेशी छन्। कतिको मनमा आमाको आँसु छ, कतिको मनमा उज्जवल भविष्यको कामना छ भने कतिको मनमा आफ्नो उच्च शिक्षाको कामना छ। महोदय, नेपालमा प्रकृति सम्पदाको राम्रो सम्भावना रहेको छ। यहाँ युवा शक्ति पनि राम्रै रहेका छन्। तर दुःखको कुरा के हो भन्दाखेरि हाम्रा युवा जनशक्तिहरूलाई हामीले नेपालमा राख्न सकेका छैनौँ। उनीहरू बाध्य भएर विदेशी पुगेका छन्। उनीहरू बाध्य भएर विदेशिनुको कारण राजनीतिक अस्थिरता, भ्रष्टाचार, कुशासन र असम्मानजनक तलबको अभाव हो। प्रत्येक वर्ष नेपालबाट 8,39,366 जना नेपालबाट पलायन हुने गरेका छन्। त्यसमध्ये 94,455 जना महिला रहेका छन्। 7,44,811 जना पुरुष रहेका छन्। 1,12,000 जना शिक्षा आर्जन गर्नका लागि जान्छन् भने 7,17,665 जना रोजगार लिनका लागि जान्छन्। 3,93,000 जना रोजगारमा पाएर फर्किन्छन् भने 1,401 जनाको कारणवश मृत्यु हुने गर्दछ। नेपाल त्यसमध्ये विपिन जोशी पनि हुन्। विपिन जोशीले सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषयमा स्नातकोत्तर गरिसकेपछि उनले लाउ खाउ भन्ने उमेरमा त्रिभुवन सुदूरपश्चिम विश्वविद्यालयको पढ्दै कमाउँदै भन्ने योजना अन्तर्गत इजरायलमा गएर केही न केही सिकेर आफ्नो राष्ट्रको विकास गर्ने सोचमा थिए। तर यो हाम्रो विश्वको असामाजिक वातावरण र खराब राजनीतिका कारण उनीसँग यस्तो घटना घटेको थियो कसैले कल्पना पनि गर्न सकेको थिएन। महोदय, अहिलेको हाम्रो नेपालमा युवाहरू ऋण काटेर खाडी मुलुक जाने गर्छन्। आफ्नो भाइ बहिनीलाई पढाउन, आफ्नो परिवारको आर्थिक स्थिति सुधार्न, आफ्नो परिवारलाई सुख र समृद्ध बनाउन उनीहरू विदेशिन्छन्। यस अर्थमा हेर्ने हो भने उनीहरूको वैदेशिक यात्रा त्यो बाध्यता मात्रै नभएर त्यो उनीहरूको जीवन जोगाउने हतियारका रूपमा लिन्छ। अर्कोतर्फबाट हेर्ने हो भने महोदय, कतिपय मानिसहरू राम्रो शिक्षा आर्जन गर्न दक्षता लिएर विभिन्न नयाँ सिप सिकेर आफ्नो राष्ट्रको विकास गर्ने योजना लिएर गएका हुन्छन्। यस अर्थमा हेर्ने हो भने यो यिनीहरूको रहर मात्रै नभएर यिनीहरूको अवसरका रूपमा पनि लिन सकिन्छ। अझै प्रश्न उभिएको छ कि महोदय, के त हाम्रो नेपालमा राजनीतिक स्थिरता कायम हुने हो भने, सम्मानजनक तलब प्रदान गरिने हो भने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने हो भने के यी युवाहरू विदेशिने त? अवश्य पनि विदेशिने थिएनन्। महोदय, युवा शक्ति हाम्रा नेपालका मेरुदण्ड हुन्। हाम्रो राष्ट्रको उनीहरू मेरुदण्ड हुन्। यिनीहरूलाई हामीले पलायन हुन दिनु हुँदैन। यिनीहरूलाई हामीले सम्मानजनक तलब प्रदान गर्नुपर्छ। यिनीहरूलाई भ्रष्टाचार अन्त्य गरी यिनीहरूको लागि उपयुक्त रोजगारीको लागि वातावरण सिर्जना गरेर उनीहरूलाई यहीँ राख्नुपर्छ। अनि उनीहरूलाई पलायन हुन नदिएर राष्ट्रमै सीमित राखेर यो वैदेशिक पलायन बाध्यता नभएर यसलाई विकल्पका रूपमा मात्रै राख्नुपर्छ। अन्त्यमा म भन्न चाहन्छु कि वैदेशिक यात्रा र बाध्यता दुवै रहेको छ र हामी सबै मिलेर यस्तो नेपालको निर्माण गर्नुपर्छ जहाँ युवाहरू विदेशिएर खुसी नहुन्, आफ्नै राष्ट्रमा केही गरेर खुसी हुन्। हस्त धन्यवाद। जय नेपाल। धन्यवाद भाइलाई, एकदमै राम्रो प्रस्तुति गरेर गइसक्नु भएको छ भाइ।